आज मिति 2081 फागुन 22 गते बिहिबार सम्पूर्ण राशिफल लिएर म कार्यक्रम प्रस्तोता श्याम सुन्दर अधिकारी उपस्थित भइसकेको छु। सुरुमा मेष राशि। दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्ने सम्भावना छ, सतर्क रहनुहोला। व्यापारमा समय लगानी गरे पनि आम्दानी न्यून हुनेछ। विवाद तथा हुलमुलमा सामेल नहुनु राम्रो देखिन्छ। प्रेम सम्बन्धमा मनमुटाव सिर्जना हुन सक्छ। आत्मविश्वासको कमीले अवसर गुम्न सक्छ। अब वृष राशि। रमाइलो यात्राको अवसर हुनेछ। यात्राको क्रममा साथीभाइसँग मिष्टान्न भोजनको आनन्द लिन सकिनेछ। पढाइमा ध्यान दिन नसक्दा पछि परिने सम्भावना छ, सतर्क रहनुहोला। बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन्। व्यापार व्यवसायमा समय दिन सके मनज्ञ आम्दानी हुनेछ। मिथुन राशि। नयाँ कामको अवसर आउनेछ र गरिरहेको कामबाट मनज्ञ धन आर्जन गर्न सकिनेछ। टाढिएका मित्र तथा आफन्तहरूको भेटले मन प्रसन्न हुनेछ। पुराना कमी कमजोरीहरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ। विलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ। माया प्रेमको नजिक हुने समय रहेको छ। माया प्रेममा नजिक हुने समय रहेको छ। अब कर्कट राशि। लामो दूरीको यात्राको लागि समय उत्तम रहनेछ। विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ। विदेशमा श्रम तथा अध्ययन गर्नेहरूका लागि समय फलदायी रहनेछ। खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्यमा समस्या हुन सक्छ। आकस्मिक खर्चले दैनिकी प्रभावित हुन सक्छ। प्रेम सम्बन्धमा समय मध्यम रहेको छ। अब सिंह राशि। लाभदायक यात्राको सम्भावना छ। शुभ कार्यको चर्चा चल्नेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै जाँदा नाम दाम र इनाम कमाउने बेला छ। रचनात्मक कामको प्रारम्भ हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला हुनेछ। अब कन्या राशि। नयाँ कामका लागि प्रतीक्षा गर्नु राम्रो हुन्छ। बौद्धिक क्षेत्र फराकिलो हुँदै जानेछ। परिस्थितिवश केही समस्या आइपर्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नु पर्ला। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात लागि हुन समय लाग्नेछ। अब तुला राशि। उद्योग व्यापार व्यवसायबाट फाइदा हुने साथै गरेको कामबाट उचित प्रतिफल प्राप्त हुने समय छ। नयाँ कामले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। कर्म क्षेत्रमा भरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरहरू पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका रहेको पाइन्छ। अब वृश्चिक राशि। शत्रु पक्ष परास्त हुँदै जानेछन्। अरूको विषयमा अनावश्यक चासो राख्दा आफ्नै समस्यामा फसिने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइबाट नजिकको हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिनेछ। अब धनु राशि। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ। रचनात्मक कार्यले प्रारम्भ लिनुका साथै बिछोडिएका आफन्तहरूसँग पुनर्मिलनको शुभ योग छ। परिस्थितिवश केही समयमा उल्झनु पर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति रहनेछ। अरूको विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काम समय मिल्नेछन्। कमजोर नतिजा सच्याउन दोहोरिएर प्रयत्न गर्नु पर्ला। अब मकर राशि। सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ। चिन्ता बढ्ने र कुनै समाचार सुन्नु पर्नेछ। केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनाले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विशेष निम्तो प्राप्त हुने आतिथ्य खर्चिलो बन्नेछ। तर मनोरञ्जनमा अल्मलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। अब कुम्भ राशि। काम गर्ने वातावरण बन्नेछ। यात्रु पक्ष कमजोर रहँदा लक्ष्यमा पुग्न सहज हुनेछ। इमान्दारिताको कदर हुनेछ। कामप्रतिको लगनशीलता बढेर जानेछ। शुभ समाचार मिल्नेछ। बन्धु बान्धवहरूको रमाइलो जमघट हुनेछ। अब मीन राशि। भाग्यले साथ दिँदा गरेका काम कार्यमा एकाग्रता सफल त हुनेछ। धर्म कर्ममा रुचि बढ्नेछ। समस्या निराकरण गर्न सकिनेछ। सामाजिक प्रतिष्ठा थपिनेछ।
प्रतिस्पर्धात्मक काम कार्यमा अग्रपंक्तिमा आइनेछ। यी त भए 12 राशि फलहरू। अब तपाईँ प्रत्येक दिनको राशिफल हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र नजिकमा रहेको घन्टीको बटनलाई थिच्न नबिर्सिनुहोला। आजको लागि म श्याम सुन्दर अधिकारी बिदा हुन चाहन्छु। फेरि भोलिको राशिफलमा भेट हुनेछ।